म त एकदम सानो पोखरीबाट ठुलो समुद्रमा हाम फालेको जस्तो लागिरहेछ एउटा। अर्को सिकाइको हिसाबले चाहिँ मलाई एकदम ठुलो युनिभर्सिटीमा गएर सिकेको जस्तो लागिरहेछ। मैले जनताबाट धेरै कुरा सिकेँ। निर्वाचन प्रणाली बाहिरबाट देखेको थिएँ निर्वाचन कस्तो हुन्छ, अहिले आफै त्यहीँ भित्र गएँ, त्यहीँ होमिएँ, त्योबाट धेरै कुराहरू सिकेँ। कस्तो रहेछ निर्वाचन, कस्तो हुँदो रहेछ? यो पनि तपाईँको पनि पहिलो एक्सपिरियन्स हो? पहिलो बाहिरबाट देखेको निर्वाचन र भित्र आफैले भएको निर्वाचनको ठुलो ठुलो अन्तर छ। एउटा कुरा त हामीले जनताहरूको अपेक्षाहरूलाई जान्ने बुझ्ने एउटा मौका। दोस्रो कुरा हामी कति वर्षदेखिको निर्वाचन प्रणाली को अनुभव एक हिसाबले हेऱ्यो भने साधारण कुराहरूले पनि मान्छेको जीवनमा पार्ने प्रभावहरू, त्यसको मूल्यमा पार्ने प्रभावको कुराहरू, अनि त्यसलाई अर्को हिसाबले भन्यो भने अहिलेसम्म किन ध्यान नदिए होला यति सानो कुरा नि जसले जनताको जीवनमा ठुलो प्रभाव पार्थ्यो भन्ने कुराहरू मैले चाहिँ धेरै सिकेँ त्यो यो विषयहरूमा। र मलाई सामान्य निर्वाचनको हिसाबले सानोतिनो निर्णय गरिदिएको भए हाम्रो निर्वाचन प्रणालीलाई धेरै सहज गर्न सकिने अवस्था पनि अहिले पनि रहेछ भन्ने चाहिँ मैले अहिले महसुस गरेँ।